पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर 12 भटौलिया स्थित कजरिया रमेश टाइल्स उद्योगमा कार्यरत 2 मजदुरको मृत्यु भएको छ। उद्योगको लापरवाहीका कारण मजदुरको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयहरूले उद्योग घेराउ गरेका छन्। घटनाको छानबिन गर्न माग गर्दै उनीहरूले शव उठाउन दिएका छैनन्। गैराती उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र एक नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका 13 धनेवाका 40 वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला 66 ग्राम पोस्ट बस्ने 30 वर्षीय विनोद कुमार रहनु भएको छ। उनीहरू कम्पनीमा ग्यास लिक भएर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्। उद्योगले जाम भएको ग्यास खोल्न पठाएका र खोल्ने क्रममा निसासेर उनीहरूको मृत्यु भए पश्चात घटना ढाकछोप गर्न नजिकै रहेको कोठामा लगेर सुताएको अन्य मजदुरलाई उद्धृत गर्दै स्थानीयले आरोप लगाएका छन्। मृतक दुवैजना ग्यासिफायर अग्नि नियन्त्रण प्लान्टमा काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ। उनीहरू उद्योगको ग्यासिफायरको फोलिङ फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो। उद्योगले मृत अवस्था बारेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको श्रेष्ठले बताउनुभयो। स्थानीयका अनुसार घटना बिहान 3 बजेको भए पनि घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्र प्रहरीलाई खबर गरेको स्थानीयको आरोप रहेको छ।